हेलो एभ्रिवान, आज म हजुरहरूलाई कर्सेटबाट फ्लावर बनाउने सजिलो तरिका सेयर गर्नेछु। फर्स्टमा मैले यो ब्लू कलरको यान लिएको छु अनि 2.5 mm को हुक। अब हामीले फर्स्टमा स्लिप नट गराउनु पर्ने हुन्छ। यसरी स्लिप नट गराउनु अनि चेन 1 चेन 2 चेन 3 4 5 6 7 8 9 यसरी नै हजुरले टोटल 55 वटा चेन बनाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ मैले 55 वटा चेन बनाइसकेँ। अब हाम्रो राउन्ड 1 यसमा हजुरले फर्स्ट चेनलाई स्किप गरेर सेकेन्ड चेनमा हाफ डबल क्रोशेट 1 गराउनु। यसरी हाफ डबल क्रोशेट 1, फेरि नेक्स्ट चेनमा हाफ डबल क्रोशेट 2, नेक्स्ट चेनमा हाफ डबल क्रोशेट 3, नेक्स्ट चेन हाफ डबल क्रोशेट 4, नेक्स्ट चेन हाफ डबल क्रोशेट 5, नेक्स्ट चेन हाफ डबल क्रोशेट 6, नेक्स्ट चेन हाफ डबल क्रोशेट 7, हाफ डबल क्रोशेट 8। देख्न सक्नुहुन्छ यो यस्तो बन्छ। यसरी नै हजुरले टोटल 55 वटा हाफ डबल क्रोशेट बुन्नु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ मैले बुनिसकेँ 55 वटा हाफ डबल क्रोशेट। अब हाम्रो राउन्ड 2 हजुरले 3 चेन गराउनु, 1 चेन 2 चेन 3 चेन। यसरी 3 चेन गराइसकेपछि यसलाई यसरी टर्न गर्नु अनि 3 चेन स्किप गर्नुपर्ने हुन्छ यसरी। अनि यो चेनमा हामीले ट्रिपल क्रोशेट बनाउनु पर्ने हुन्छ। यसरी 3 चेन स्किप गर्नु, यो चेनमा ट्रिपल क्रोशेट। यसरी फर्स्टमा हजुरले एउटा यानलाई बाहिर निकाल्नु, त्यसपछि दुईटा यानलाई बाहिर निकाल्नु। अब फेरि दुईटा यानलाई यसरी बाहिर निकाल्नु। अब 3 चेन गराउनु, 1 चेन 2 चेन 3 चेन। अनि यो बीचको भागमा हामीले सिंगल क्रोशेट गराउनु पर्ने हुन्छ। यसरी सिंगल क्रोशेट 1 गराउनु, फेरि अहिलेको जस्तै ट्रिपल क्रोशेट नेक्स्ट चेनमा। यो चेनमा फर्स्टमा 1 यान बाहिर निकाल्नु, सेकेन्डमा 2 यान बाहिर निकाल्नु, थर्डमा पनि 2 यान। अब 3 चेन 1 चेन 2 चेन 3 चेन। फेरि यो बीच भागमा सिंगल क्रोशेट 1 गराउनु। अब फेरि अहिलेको जस्तै ट्रिपल क्रोशेट 1 गराउनु। यसरी फर्स्टमा 1 यान बाहिर निकाल्नु, त्यसपछि 2 यान, फेरि 2 यान अनि 3 चेन 1 चेन 2 चेन 3 चेन। अब यो बीचमा सिंगल क्रोशेट 1 गराउनु। फेरि नेक्स्ट चेनमा पनि त्यसरी नै ट्रिपल क्रोशेट बनाउनु। फेरि 3 चेन अनि बीचमा सिंगल क्रोशेट 1, फेरि ट्रिपल क्रोशेट गराउनु। फर्स्टमा 1 यान निकाल्नु, त्यसपछि 2 यान, त्यसपछि 3 अनि 3 चेन। फेरि बीचमा सिंगल क्रोशेट 1। देख्न सक्नुहुन्छ यो यस्तो बन्छ। अब यसरी नै हजुरले टोटल 55 वटा बनाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ मैले 55 वटा बनाइसकेँ। अब हामीले यसरी यसलाई फोल्ड गर्नु। यसरी हजुरले मिलाएर फोल्ड गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यसरी फोल्ड गर्दा हाम्रो फ्लावर रेडी हुन लागिसकेको छ। अब हामीले यो बाँकी रहेको यानलाई सिलाउनु पर्ने हुन्छ। त्यसको लागि मैले सुईको सहायताले सिलाउने छु।
यसरी यो पछाडिपट्टि हल्का तरिकाले सिलाउनु होला। यसरी नै हजुरले 2-3 पटक सिलाउनु पर्ने हुन्छ। अब यति गरेपछि हजुरले यानलाई कट गरिदिनु। यो अर्को यान पनि हजुरले काट्न सक्नुहुन्छ, मैले चाहिँ काटेको छैन। देख्न सक्नुहुन्छ हाम्रो यो फ्लावर रेडी भइसक्यो। यसरी नै मैले डिफ्रेन्ट कलरको फ्लावर पनि बनाएको छु। हजुरहरूलाई कस्तो लाग्यो भिडियो?